हामीले निर्धारण गरेको लक्ष्य हासिल गर्न दिलो ज्यानले प्रयास गर्यो, तर लक्ष्यमा पुग्न सकिएन वा परिणाम सोचेको जस्तो देखिएन। अथवा भनौँ हामीले जिम्मेवारी निभाउँछौँ तर अरूको प्रतिक्रिया नकारात्मक वा असन्तुष्टिपूर्ण हुन्छ। यस्तो अवस्थामा हामी प्राय कि त गुनासो गर्न थाल्छौँ वा निराशा हुन्छौँ, होइन त? अनि हामी सोच्छौँ मैले गरेका प्रयासहरूको कुनै अर्थ नै छैन, अथवा भनौँ किन मैले गरेका सबै कुरा सधैँ यस्तै नै हुन्छ। यस्ता गनगनका कुराहरू हाम्रो जीवनमा सामान्य नै हुन्, तर वास्तविकता भन्नुपर्दा सफल जीवनको रहस्य केवल बाहिरी परिस्थितिहरूमा होइन, हाम्रो दृष्टिकोण, व्यवहार र हृदयमा निर्भर हुन्छ। जय मसीह डिभोसन 365 मा तपाईलाई स्वागत छ। फिलिपीको पुस्तक 2 अध्यायको 14 र 15 पदले यसरी भन्दछ, गनगन अथवा वाद विवाद नगरी सबै काम गर्दै जाऊ, कि तिमीहरू चाहिँ निर्दोष र सुधा भएर टेढा र बरालिएका पुस्ताको बीचमा परमेश्वरको निष्खोट सन्तान हो, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरू झैँ चम्कन्छौ। यस खण्डमा निर्दोष र सुधा हुनु भनेको हाम्रो व्यवहारले अरूलाई परमेश्वरको प्रेम र शक्तिको साक्षी दिने अवस्थालाई बुझाउँछ। यहाँ निर्दोष शब्दले हाम्रो इमान्दारिता, सत्यता र निष्कलङ्क जीवनलाई जनाउँछ भने सुधाले हृदयमा परमेश्वरको इच्छा अनुसार जिउनलाई सङ्केत गर्दछ, अर्थात् शान्ति र पवित्रता दुवैलाई हाम्रो जीवनको स्थायी लक्ष्य बनाउन यसले हामीलाई प्रेरित गर्दछ। प्रेरित पावलले फिलिपीका मण्डलीका विश्वासीहरूलाई भन्नुहुन्छ कि जीवनमा कठिनाई र चुनौतीहरू आए तापनि हाम्रो दृष्टिकोण सधैँ सकारात्मक र पवित्र हुनुपर्छ। गुनासो नगरी भन्नाले केवल मुखले गनगन नगर्नु मात्र होइन, बरु मन र हृदयमा पनि असन्तुष्टि वा विरोधको भावना नराख्नु हो। यसकारण हितोपदेशको पुस्तक 16 अध्यायको 32 पदले यसरी भन्दछ, मानिस धैर्यवान हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो क्रोध बसमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो। प्रेरित पावलले यहाँ टेढा र बरालिएको पुस्ताको बीचमा विश्वासीहरूलाई चम्कने तारा बन्नु भनी प्रोत्साहित गर्नुहुन्छ कि जब हामी गुनासो नगरी धार्मिकतापूर्वक सहिष्णु भएर जीवन बिताउँछौँ, हाम्रो जीवनले अरूलाई प्रकाश र प्रेरणा दिन्छ। जीवनमा चुनौती, तनाव र असन्तुष्टिहरू प्रशस्त नै देखिन्छन् र आउँछन्, अनि हामी प्राय गुनासो र असन्तोषका कुराहरूमा फसि नै हाल्छौँ। यस्ता गुनासो तथा गनगन र असन्तोषका कुराहरू हाम्रो जीवनमा अन्धकारको रूपमा देखा पर्दछ, तर प्रेरित पावलले हामीलाई अन्धकारमा उज्यालो चम्कने तारा बन्न प्रेरित गर्नुभएको छ। उहाँले हामीलाई व्यवहार, दृष्टिकोण र पवित्रतामा स्थिर रहन प्रेरित गर्नुहुन्छ ताकि हाम्रो जीवनले अरूलाई प्रकाश र आशा दिन सकोस्। के हाम्रो जीवन अरूको लागि प्रकाश बन्न तयार छ? यसकारण हाम्रो दृष्टिकोण र व्यवहारमा परिवर्तन गरेर हाम्रो जीवन उज्यालो ज्योति बन्न आवश्यक छ। गुनासो नगरी उदार हृदयले आपसी समझदारीमा काम गर्दै हामी आफै पवित्र र निर्दोष बनौँ र अरूलाई पनि त्यसै गर्न प्रेरित गरौँ। हाम्रो जीवन केवल हाम्रै लागि मात्र होइन, तर हाम्रो समुदाय र संसारका लागि प्रेरणा र उज्यालो चम्कने तारा बन्न सकोस् अनि ख्रीष्टको साक्षी हुन सकौँ। आमेन। आज परमेश्वरले हामी सबैजनालाई आशिष दिन्छ।